भिडियो हेर दोस्त जिन्दगीमा म जस्तो नि साथी हुनुपर्छ कि एउटा म कहिले दुखी भएको देखेछौ तिमीले दुखी भएको सुरज यार यस्तो टेन्सन भयो भनेछु र मैले दोस्त भन्छ नि म चिल छु नि तिमीलाई मैले आज सोचेको थिएँ तिमीले म यस्तो ठाउँमा लिएर आउँछ जस्तो लाग्थ्यो मलाई पनि थाहा थियो फेरि कसैलाई पनि थाहा थिएन यो यस्तो हो अनएक्सपेक्टेड तरिकाले अब हिँड्दै गएपछि नयाँ नयाँ ठाउँमा पुगिन्छ क्या बाबा रमाइलो हुन्छ यस्तो अब बाटो हेर न बाटो हेर अब प्लान हेर कहाँ जाने प्लान थियो कहाँ आयो नसोचेको को जिन्दगीमा सबभन्दा काम गर्न मजा आउने भनेको नसोचेको काम गर्न मजा आउँछ के सोच्दै नसोचेको काम जस्तै आज हाम्रो फर इक्जाम्पल होइन आइयो गर्लफ्रेन्ड सलफ्रेन्ड छैनन् अब गर्लफ्रेन्ड भए अब लाने यसो छैनन् गिफ्ट दिन्थ्यो होला गिफ्ट दिएको दिन मैले पनि दिन्थेँ होला चक्लेट दिएको दिन चक्लेट दिन्थेँ होला न चक्लेट दिन पाएँ कसैलाई न पप्पी यस्तो नि यस्तो साउन्ड गर्न पाइएन कसैलाई कसलाई गर्ने बाटोमा हिँड्दै गरेकोलाई गर्ने नि मारिहाल्छ चप्पलले भन्छन् होला अब बनायो क्या अनि बाटोमा हिँड्नेलाई त्यस्तो गर्न भएन अलिअलि आफ्नो इज्जत नि हेर्न पर्यो सानैदेखि बाआमाले राम्रो सिकाए त्यही भएर गाइज है आज भ्यालेन्टाइन डे एभ्रीवान ह्याप्पी भ्यालेन्टाइन डे हाम्रो गर्लफ्रेन्ड नभए पनि के गर्ने भ्यालेन्टाइन डे त भन्नै पर्यो तपाईँलाई होइन अब हामीलाई भोलि शिवरात्रि जय शम्भो शिवजी भेट भएको छ धेरै पछि भन्ने चट्ट अब भजन गाउने नाच्ने हामी त्यस्तोतिर हो के भजनतिर भजन ए झम्ला बैकुण्ठ भजन हो हामी त कहाँ भ्यालेन्टाइन डे आई लभ यु त्यस्तो आई पश्चिमाले हो त्यस्तो गर्ने भ्यालेन्टाइन मनाउने सबैमा पश्चिमा हो तिम्रो नेपाली भएर हेर न नेपाली हो कि पहिला सुरुमा अनि बल्ल भ्यालेन्टाइन मनाउला के होइन सुरुवात दोष हो कि अब नेपाललाई अमेरिकाले लैसक्न लाग्यो यार थाहा छैन यार अझै पनि चुनाव ए सुन जो सुकैको जस्तो सुकै सरकार भयो नि नेपाल सुध्रिनेवाला छैन कसरी भन फेरि अब तिमीहरूले कसरी भन्ने होला फेरि हाल है यो भिडियो कसरी भन्ने होला कमेन्टमा निकाली गर्ने होला गरौ नेपाल पहिला सुरुमा नेपाली सुध्रिया हो नेपाल सुध्रिनलाई गाँठे होइन सब झोले भैँसी अनि पहिला सुरुमा आफू सुध्रियाएको त्यो भोला खाएर कागज गाडीबाट फुत्त नफाल बाटोमा यहाँ राख यस्तो यहाँ खल्तीमा राख कहाँ हो तिम्रो पुग्न पर्ने डेस्टिनेसन त्यहाँ गएर त्यो फोहोर मलाई भनेको डब्बा त हुन्छ होला नि पढ्न त आउँछ होला अलि पढेको त छौ होला नि पहिला तिमी सुध्र नेपाली पहिला तिमी बुझेनौ म फेरि यहाँ जस्तो पाउ त्यस्तै ठाउँमा आएर चिच्चा भन्ने होला हेर यहाँ गौतम बुद्धको अगाडि आएर बोलेछु म गौतम बुद्ध नेपालमा जन्मिनु आएको उहाँ लुम्बिनीमा नि भारत आएर गौतम बुद्ध नेपालमा जन्मेको भनेको थिएँ ए यो तिम्रो नेपाली भएर पहिला सुरुमा नेपालमा माया गर्न सिक चुनामा भत्कदिम केपी ओलीलाई त्यो एउटा दिदीले शेरेको घरमा डढेको पैसा यताउता भन्दा केपीले उहाँ सबै एआई हो भन्दैछ दिदी तिमीले यस्तै लात्ताले हान्न पर्ने क्या मुखमा त्यसलाई यसरी भक्क माथि थियौ त दिदी तिमी त यहाँ माथि केपी ओली त तल थियो तपाईँको साइड यताउता म भापार म त्यो तपाईँको साइडमा यताउता भापार केपी ओली त्यहाँबाट होइन त्यो पनि एआई मेरो घर जलेर भ्रष्टाचार नगरेको तेरो घर जड्ने जाठा थाहा छैन म झापाली हुन पर्ने के
म झापाली भयो फेरि झापाली त होइन म मेरै गाउँको ठिक छु हुन त म नेपाली हो म नेपाली भएको म गर्व गर्छु हो दिदी तपाईँलाई मैले चिनेको त छैन दिदीको तर तपाईँ दिदी हुनुहुन्छ मेरो आमाको उमेरको लगभग हुनुहुन्छ होला तपाईँले त्यो केपी ओलीले त्यो पैसा डढेको देखाएको सबै एआई हो भन्दा किन गर्दैन क्या दिदी तपाईँले त्यस्तो राम्रो आम्मा दिदी तपाईँलाई मेरो प्रणाम अपर्च्युनिटी सबैलाई अनि आउँदैन यो अनि दोस्त यार म भक्कै हानिदिन्थे हेर्नु दिदी हामी नि नेपाली हो हामीले नेपाललाई माया गर्न पाइन्छ पाइन्छ नै गर्ने हो के गर्ने हो हेर्नु दिदी मैले तपाईँलाई फेरि प्रणाम गरेँ तपाईँले राम्रो क्वेसन सोध्नु गएको त्यहाँ यस्तो जलेको आम्मा दिदी मन छोएको नि अनि अर्को एउटा बालेन शाह यहाँको होइन यहाँ त कसरी विकास गर्लान् रे अनि एउटा केटोले सोधेको अनि त्यो दिदी अर्को दिदीले फेरि साइडबाट बालेन नेपाली त हो नि ल ठिकै छ ल यिनीहरू नयाँ भनेछन् आछन् ल एकछिन यही कुरा गरौँ है यो पनि राख है आज नराखे नि पछि कुनै दिन राख है यिनीहरू नयाँ आछन् नयाँ शक्ति यताउता भनेछन् विकास गर्छौँ भनेछन् ठिकै छ गरून् हेरौँ यदि यिनीहरूले नि विकास गर्न सकेनन् देश त्यस्तै भण्डारामा पर्न लाग्यो अब म त मेरा बाबुहरूले अब बुझेनन् त्यतिखेर चिनेनन् राजै ठिक थिए उतिखेर राजै ठिक थिए यिनीमा झ्याङ्नेहरूले राजा फाले नेपाललाई यस्तो खोक्रो बनाए त्यहाँपछि खोक्रै बनाइकन अनि यस्तो गरे सबै नराम्रो काम गरे त्यति गर्दा पनि ल यिनीहरूले गणतन्त्र ल्याए ल राजाको पालामा पनि ठिक छैन भने ल त्यो पनि ठिकै हो ल राजा फाले गणतन्त्र ल्याए विकास गर्नु चट्ट होइन विकास गर्नु चट्ट नेपाललाई स्विजरल्यान्ड बनाउँछु रे मादरचुत पहिला नेपाल बनाएर स्विजरल्यान्ड बनाउलास् गाडी अनि अर्को कुरो सुन्नु अर्को यो केपीले के भन्दैछ थाहा छ अस्ति पनि झापामा गएर भन्दै थियो ग्यास निकालेर पत्ता लाछ चाँपी लाएर राखेछ अब त्यो होइन अब त्यो पाइप लगाएर घर घरमा तेरी भोसोडीमा 8 फेल त अहिलेसम्मको विकसित देशको सबभन्दा टपमा विकसित देशमा कुन छ थाहा छ त्यो कन्ट्रीले पनि पाइपमा हालेर ग्यास घर घरमा पुर्याउन सके छैन जाँठा छोपा दस मलाई छोपा बडो अझ पाइपलाइन राम्रोसँग मेलन्चीको पानी काठमाडौँ झार्न सके छैन जाँठा ठुल्को जस छोपा दोस्त यसो हुने पो कुरो गर्नुपर्छ यार साला यहाँ अझ पाइपलाइन सक्सेस पाइपलाइन गर अझ पानी जहाँ नदीमा बाबु यसलाई त मैले त हान्छु क अझ पानी जहाज कहीँ चल्छ नेपालमा एउटा ढुङ्गामा राम्रोसित त्यही नारायणीमा यसो खुर्रा झन्डाहरू गरेर त्यति हो देखेको अझ केरुङ काठमाडौँ रेल केरुङ काठमाडौँ रेल चल्छ बरु पूर्व कालीदेखि उता पूर्व पश्चिम रेल भन्न बरु सुहाउने कुरो गर क्या जाँठा पूर्व पश्चिम रेल चल्छ सरर स्टेट छ यहाँ पारी त्यहाँ चल्छ गाडी केरुङमा डाँडा काँडा छिराउँछस् के भन्छन् सुरुङमा जान्छ कति वर्ष लाग्छ त्यो गर्न त बाध्य रहेछ त्यति छन् जाँडा र तिमीले भन अब जस्तो अब मैले के भन्नु र तिमीले जति गाली गर्नै आउँदैन नि मलाई लास्टमा केपीमा जिन्दाबाद हो के त्यस्तो होइन गाइज ल यो भिडियो युट्युबमा आउँछ होइन सबजनाले जति सक्नुहुन्छ सेयर हान्नुपर्छ है सेयर जति सक्नुहुन्छ है गाइज ल सबले सेयर हानौँ बवाल छ है त ल गाइज